विज्ञान भैरव तन्त्र। यो नाम सुन्ने बित्तिकै कुनै पुरानो रहस्यमय किताबको चित्र दिमागमा आउँछ, होइन त? तर के यो साँच्चै एउटा किताब मात्रै हो, वा यो त्योभन्दा पनि धेरै गहिरो दुई दिव्य चेतना बीच भएको एउटा संवादको रेकर्डिङ हो? आउनुहोस् आज यही रहस्यको पर्दा उघारौं। यो कथाको सुरुवात हुन्छ एक देवीको प्रश्नबाट। कल्पना गर्नुहोस् त, यो संवादका दुई पात्र छन्। एकातिर ज्ञानको तिर्खाले भरिएकी साधक देवी पार्वती र अर्कोतिर परमगुरु स्वयं भगवान शिव। हो, यही दिव्य वार्तालापले नै विज्ञान भैरव तन्त्रको जग बसालेको हो। अनि यहीबाट सुरु हुन्छ त्यो अद्भुत यात्रा। देवी पार्वती एउटा यस्तो आधारभूत प्रश्न सोध्नुहुन्छ जसले पुरै संवादको दिशा नै बदलिदिन्छ। हे देव, तपाईको वास्तविक स्वरूप के हो? यो हेर्दा सामान्य लागे पनि यो केवल एक जिज्ञासा थिएन। यो त ब्रह्माण्डको परम सत्य जान्ने एउटा गहिरो, एकदमै गहिरो तिर्खा थियो। अब पालो आउँछ शिवको उत्तरको। तर उहाँको उत्तर शब्दमा थिएन, त्यो त ध्वनिको पहुँचभन्दा पनि पर थियो। उहाँले कुनै लामो चौडा दार्शनिक व्याख्या दिनु भएन, बरु एउटा यस्तो रहस्य खोलिदिनु भयो जसले भाषाको सीमा नै तोडिदिन्छ। शिवको पहिलो जवाफ नै कस्तो गजबको छ। उहाँले रव मतलब ध्वनि भन्ने शब्दको ठिक उल्टो भैरव भन्ने शब्द प्रयोग गर्नुभयो। भैरव भनेको के त? त्यो अवस्था जुन ध्वनिभन्दा पनि पर छ। यसले के संकेत गर्छ भने परम सत्यलाई शब्दले बताउन सकिँदैन, त्यसलाई त अनुभव मात्र गर्न सकिन्छ। भनेपछि कुरा के रहेछ त भन्दा शिवको वास्तविक स्वरूप र यो पूरै ब्रह्माण्डको परम यथार्थ त्यही भैरव अवस्था हो। यो एउटा यस्तो शुद्ध चेतना हो जसलाई शब्दले छुनै सक्दैन। यसलाई त केवल गहिरो ध्यानमा मात्र अनुभव गर्न सकिन्छ। अनि यहीँनिर आएर यो ग्रन्थ साँच्चै विशेष बन्न पुग्छ। शिवले कुनै फिलोसफीको क्लास लिनु भएन, बरु उहाँले त्यो भैरव अवस्थालाई आफैले डाइरेक्टली अनुभव गर्ने प्र्याक्टिकल तरिकाहरू दिनुभयो। त्यसैले त यो ज्ञान मात्र होइन, यो त एउटा विज्ञान हो। अब प्रश्न उठ्छ, कतिवटा तरिकाहरू दिनुभयो त? एउटा? दुईटा? उहाँले दिनुभयो पुरै 112वटा विधिहरू। र यो 112 खालि एउटा नम्बर मात्र होइन, यो त शिवको दिव्य जवाफको सार हो। भनौँ न, चेतनाको शिखरमा पुग्नको लागि 112वटा अलग अलग ढोकाहरू। त्यसो भए यी 112 विधिहरू आखिर हुन् के त? यसलाई यसरी बुझौँ, यो बोधको लागि एक उपकरण बाकस हो, चेतनालाई बुझ्न र अनुभव गर्नका लागि एउटा कम्प्लिट टुलकिट, जहाँ हरेक मान्छेले आफ्नो स्वभाव अनुसारको औजार छान्न सक्छ। अनि यी विधिहरूको विविधता साँच्चै अचम्म लाग्दो छ। हेर्नुस् त, श्वास प्रश्वासमा आधारित 9वटा तरिका छन्। हाम्रो भावना र इच्छाहरूलाई लिएर 22वटा। यहाँसम्म कि यो ब्रह्माण्डको विशालतालाई अनुभव गर्ने 12वटा विधिहरू छन्। यसले के प्रश्न पार्छ भने आध्यात्मिक यात्राको कुनै एउटै मात्र फिक्स बाटो छैन, बाटा त अनेक छन्। अनि सबैभन्दा सुन्दर कुरा के हो थाहा छ? यी विधिहरू कुनै एकदमै गाह्रो वा रहस्यमय छैनन्। धेरैजसो त हाम्रो दैनिक जीवनका एकदमै सामान्य अनुभवहरूमा लुकेका छन्, जस्तै हिँड्नु, खानु वा आकाशतिर हेर्नु। हो, तिनै क्षणहरू जसलाई हामीले खासै वास्ता नै गरिरहेका हुँदैनौँ। एउटा उदाहरण हेरौँ न है, यो भावनासँग सम्बन्धित विधि। यसले के भन्छ भने जहाँ मनले पूर्ण सन्तुष्टि महसुस गर्छ त्यही मनलाई केन्द्रित गर्नुपर्छ, त्यही परम आनन्द प्रकट हुन्छ। कति गहिरो कुरा! यसले के देखायो भने हामीले बाहिर खोजिरहेको खुसी त हाम्रै भित्र, हाम्रै साधारण अनुभवहरूमा पो लुकेको रहेछ। यो टुलकिट कति विशाल छ भन्ने कुराको अर्को एउटा उदाहरण पनि हेरौँ। हामीले हरेक दिन गर्ने सामान्य काम हेर्नु हो, यही हेर्ने क्रियालाई मात्र आधार बनाएर 7-7वटा फरक ध्यान विधिहरू दिइएको छ। एकछिन सोच्नुस् त, कति सरल तर कति शक्तिशाली तरिका। एउटा सफा आकाशमा निरन्तर स्थिर र अटुट नजरले हेर्दा व्यक्ति त्यही क्षणमा भैरवको स्वरूप बन्न पुग्छ। मतलब केवल सफा आकाशमा एकटक लगाएर हेर्दा मात्रै पनि चेतनाको गहिराईमा पुग्न सकिन्छ। यसको मतलब ध्यानका लागि कुनै विशेष ठाउँ वा समय होइन, केवल सजगता, अवेरनेस चाहिन्छ। ल, हामीले विधिहरूको बारेमा त धेरै कुरा गर्यौं, तर अब आउँछ सबैभन्दा महत्त्वपूर्ण कुरा, यसको सन्दर्भ। यी विधिहरूलाई कसरी, कुन अवस्थामा प्रयोग गर्ने? यो कुरा बुझिएन भने गरिने अभ्यासको कुनै अर्थ रहँदैन।
सबैभन्दा पहिलो र महत्त्वपूर्ण कुरा के हो भने यो कुनै बौद्धिक अभ्यास होइन। यो किताबलाई पढेर वा यसको विश्लेषण गरेर मात्र केही पनि बुझिँदैन। यसको काम दिमागलाई कसरत गराउनु बिल्कुल होइन। याद गरौँ त यो संवाद कहाँ र कसरी भएको थियो। यो शिव र पार्वती बीचको गहिरो प्रेम, आत्मीयता अनि पूर्ण विश्वासको क्षणमा भएको थियो। यसले के संकेत गर्छ भने यो ज्ञान शब्दले मात्र सर्दैन, यो त दिने र लिने बीचको गहिरो विश्वास र समर्पणबाट मात्रै प्रसारित हुन्छ। र अब आउँछ सायद यो ग्रन्थको सबैभन्दा महत्त्वपूर्ण र गम्भीर सन्देश। यी विधिहरू एकदमै शक्तिशाली छन्, त्यसैले यिनीहरूको अभ्यास कुनै योग्य गुरुको प्रत्यक्ष मार्गदर्शनमा मात्रै फलदायी हुन्छ। यो किताब पढेर आफैले गर्ने DIY प्रोजेक्ट जस्तो होइन, किनभने गलत तरिकाले अभ्यास गर्दा फाइदाभन्दा बढी नोक्सान हुन सक्छ। ल, यति सबै कुरा गरिसकेपछि हामी एउटा निष्कर्षमा पुग्न सक्छौं। यो ग्रन्थ वास्तवमा के हो त? आउनुहोस् अब यसको सारलाई बुझौं। छोटकरीमा भन्नुपर्दा विज्ञान भैरव तन्त्र पढ्नको लागि लेखिएको किताब होइन, यो त अभ्यास गर्नको लागि बनाइएको एउटा म्यानुअल हो। यो कुनै फिलोसफी पनि होइन जसमाथि घण्टौं बहस गर्न सकियोस्, बरु यो एउटा यथार्थ हो जसलाई आफैले अनुभव गर्नुपर्छ। र आखिरमा यो चेतनाको गहिरो खजानासम्म पुग्ने एउटा दिव्य नक्सा हो जुन शिवले पार्वती मार्फत हामी सबैलाई दिनुभएको उपहार हो। र अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु, सोच्नुहोस् त, यदि एउटै सत्यसम्म पुग्न 112वटा अलग अलग बाटा छन् भने कुनै पनि व्यक्तिको यात्रा कहाँबाट सुरु हुन्छ होला? सायद त्यो यात्रा अन्त कतैबाट होइन, व्यक्ति अहिले जहाँ छ ठिक त्यहीँबाट सुरु हुन्छ। यो प्राचीन ज्ञानले हामीलाई बाहिर होइन, आफ्नै भित्र हेर्न प्रेरित गर्छ।